गुड मर्निङ, नमस्ते सबैलाई मेरो तर्फबाट। मलाई यो कार्यक्रमको बारेमा धेरै जानकारी भयो पनि मलाई यो कार्यक्रम एकदमै इन्ट्रेस्टिङ लागेको थियो, किनभने अघि मलाई तल कसैले जेन्जी नेताहरूलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो। जेन्जी त म होइन, तर यसो सोचेको हाम्रो गृहमन्त्रीज्यू भन्दा त कान्छै हुँ, उहाँले आफूलाई जेन्जी नेता भन्नुहुन्छ भने म पनि सम्भवतः आफूलाई भन्न पाउने अवस्थामा छु। यो जेन्जी आन्दोलन र मिडियाको भूमिका भन्ने जुन टपिक छ, हामी यसमा छलफल गर्दै गर्दा आजको परिस्थितिलाई पनि हामीले थोरै यो ग्लोबल लेन्सले पनि हेर्नुपर्छ जस्तो मलाई लाग्छ। आज वर्ल्ड साँच्चीकै भन्यो भने क्लुलेस छ। धेरै हाम्रो स्थापित मान्यताहरू, हामीले धेरै समयदेखि विश्वास गर्दै आएका भनौँ यो नलेज सिस्टम, यो सबै कुरालाई च्यालेन्ज गरिरहेको छ। केले गरिरहेको छ भन्दाखेरि टेक्नोलोजीले गरिरहेको छ। आज हामी कहिलेकाहीँ हाम्रो पार्टीको विश्लेषण कार्यक्रममा बसिरहँदाखेरि या चाहिँ समीक्षा कार्यक्रममा बसिरहँदाखेरि म चाहिँ युएसको डेमोक्रेटिक पार्टीको पनि टिकटक स्क्रोल गरिरहेको हुन्छु। त्यहाँ पनि एक खालको चाहिँ क्लुलेसनेस छ, किनभने साधारण तवरले राजनीतिक दलले के सोध्छ भने हामी केन्द्रमा हुन्छौँ, त्यसपछि हाम्रो सङ्गठन हुन्छ, सङ्गठनले हाम्रो मेसेज चाहिँ जनतामाझ पुर्याइदिन्छ, जनताले त्यसपछि त्यो मेसेजमा चाहिँ बहस गरेर चुनावमा हामीलाई छान्ने या नछान्ने निर्णय गर्छन् भन्ने चाहिँ त्यो खालको सोचाइ रहेको थियो र अहिलेसम्म पनि पोलिटिकल पार्टिजहरू यसरी सञ्चालन भइरहेका थिए। तर रिसेन्ट टाइममा सोसियल मिडियाको प्रभावले गर्दाखेरि हिजोको दिनमा एउटा मिडिया हाउस हुन्थ्यो, के प्रचार गर्ने नगर्ने, के प्रसार गर्ने नगर्ने एउटा एन्टिटीको एउटा इन्स्टिट्युसनको हातमा हुन्थ्यो। धेरै हिसाबले फिल्टर गरेर त्यहाँसम्म पुग्थ्यो। कान्तिपुरमा कसले ओपेड लेख्ने भन्ने कुरा एकदम धेरै त्यो रिगरसली फिल्टर भएर कसैको चाहिँ विचार चाहिँ त्यहाँसम्म पुग्थ्यो। त्यहाँसम्म पुग्दै गर्दा जनताले के पढ्न पाउँथ्यो भन्दाखेरि एकदमै खारिएको, समाजबाट स्वीकृत व्यक्तित्वले, केही हासिल गरेको व्यक्तित्वले लेखेको विचार चाहिँ समाजले पढ्न पाउने अवस्था हुन्थ्यो। त्यसले गर्दाखेरि एक खालको इन्टेलेक्चुअल फिल्ट्रेसन त्यहीँनिर हो। त्यो इन्टेलेक्चुअल फिल्ट्रेसनले के गर्थ्यो भने समाजमा रहेको हाम्रो हरेक खालको विचारहरूलाई चाहिँ समग्रमा फिल्टर गरेर मात्रै मान्छेसम्म पुर्याउँथ्यो, जसले गर्दा समाजमा त्यति तिक्तता या भनौँ अरू तरिकाले फैलिन पाउँदैन थियो। अब हरेक कुराको दुईटा बाटो हुन्छ। सामाजिक सञ्जालको यो ग्रोथले गर्दाखेरि एउटा फाइदा पक्कै पनि हामीलाई के भएको छ भन्दाखेरि सबैको हातमा त्यो पावर आएको छ। कसैले आज केही गर्यो भने भिडियो खिचेर बेलुका पोस्ट गर्यो भने तत्कालको रिपोर्टिङ भइहाल्यो, या आफूलाई के धारणा व्यक्त गर्न मन छ गर्दै भइहाल्यो, नो म्याटर हाउ राइट अर हाउ रङ इट इज। त्यसको फाइदा त भयो, सबैको हातमा यो पावर जुन छ यो डिसेन्ट्रलाइज भयो र मेन स्ट्रिम मिडियाको हातबाट पावर चाहिँ सबैमाझ जनतामाझ पुग्यो, गाउँसम्म पुग्यो। तर राम्रो साइड हुँदै गर्दाखेरि यसको नराम्रो साइड के हुन्थ्यो भने हिजोको दिनमा स्थापित मिडियाहरूले जसरी फिल्टर गरेर चाहिँ कन्टेन्ट चाहिँ जनताको माझ पुर्याउँथ्यो, त्यो फिल्टर चाहिँ फुटेर गयो। फुटेर गइसकेपछि अब के भयो भन्दाखेरि जुन हिजोको दिनमा हामी कल्पनै गर्न नसक्ने कमेन्टहरू आज नर्मल कमेन्टहरू भएको छ। विशेष गरी महिलाहरूको म सोध्छु, मेरो राजनीतिक विचार मैले राख्दै गर्दाखेरि सचिव विमल सिन्हाले झोलेसम्मको गाली खान्छ, तर मेरो श्रीमतीले राजनीतिक विचार राख्दै गर्दाखेरि मेरो श्रीमतीको कमेन्ट बक्स हेरि नसक्नुहुन्छ। किनभने हिजोको दिनमा जुन फिल्टर गरेर आइन्थ्यो र तल्लो स्तरको विचार हो या तल्लो स्तरको त्यो भनाइ हो, अभिव्यक्ति हो भनेर जसरी एउटा फिल्टरहरू माथि आउँथ्यो, त्यो फिल्टरै फुटेर गयो। अब यसको के भयो भन्दाखेरि हामीले यत्रो दुःख गरेर यो मानव सभ्यता त यतिकै यहाँसम्म पुग्यो होइन नि त। हामी जङ्गली युगबाट बिस्तारै सिक्दै चेप्दै मान्छेसँग कसरी बस्ने, सँगै कसरी मिल्ने र कुन चाहिँ गभर्नेन्स सिस्टम लिएर अगाडि हिँड्ने भनेर सिक्दै चाहिँ त्यसपछि समाजवादको कुराहरू आए, औद्योगिकरण आए, दुनियाँ कुरा हुँदा हुँदै धेरै मानव यो जातिले मेहनत गरेपछि हामी यो अवस्थासम्म आइपुगेका हौँ। हामी बिच छलफल भएको कुरा र कहिलेकाहीँ म के हेर्छु भने यो सबैलाई पावर दिँदाखेरिको जुन अवस्था अहिले बनेको छ अलिकति एनिमलिस्टिक
सोचाइको हाम्रो चाहिँ एक्सेप्टेड भइरहेको छ कि भन्ने कुरा पनि म सोच्छु। यद्यपि म एउटा डेमोक्रेट हो, म चाहिँ अझै त्योभन्दा पनि बढी लिबरल हो। म त नेपाली कङ्ग्रेस जस्तो समाजवादी पार्टीमा चाहिँ म चाहिँ उदारवादी हो भन्ने हिँड्ने मान्छे हो। नेपाली कङ्ग्रेस अझै सामाजिक तवरले चाहिँ वाम भए पनि त्यसमा समस्या भएन, तर आर्थिक तवरमा हामी त उदारवादी हुनुपर्छ। हामी त अझ म त प्रगतिशील पुँजीवादी भन्छु आफूलाई, प्रोग्रेसिभ क्यापिटलिस्ट भन्छु म आफूलाई। भनेपछि म अझै लिबरल मान्छे हो। मलाई चाहिँ यो सरकारले सेन्सरसिप गर्नु हुँदैन भन्ने कुरा मलाई लाग्छ, तर हामीले केही न केही त यस्तो तरिका निकाल्नै पर्छ कि त्यो डिस्कोर्समा चाहिँ केही कुरा गलत हुन् भन्ने कुरा जनतामा पुर्याउनै पर्छ। त्यो कसरी पुर्याउने सबभन्दा ठुलो चुनौती यहाँ छ। मेनस्ट्रिम मिडियाको पावर घटेको छ। अघि भन्नुभयो कान्तिपुरको भ्युज हेर्छु र एउटा खै के को बन्द भन्ने एउटा पेज छ नि, त्यो जर्नलिस्ट पेज हो कि होइन नाम लिन मैले तपाईँले बुझिहाल्नु, जसले नेपालमा सरकार बनाउनेदेखि गिराउनेसम्मको अहिले चाहिँ हैसियत राख्छ, जसमा जर्नलिस्टिक त्यो एउटा प्रोफेसनलिजम पनि छैन। तर अब यसमा कम्प्लेन गरेर कामै छैन, किनभने यही नै हो। उसको भ्युज हेर्छु हजारौँमा छ। मिडियाले जहिले जनताले जे सुन्न चाहे त्यही मात्र फस्केको छैन। मिडिया रेस्पोन्सिबल भएर धेरै दुर्घटनाबाट देशलाई बचाएको छ। मिडिया रेस्पोन्सिबल हुँदाखेरि के हुन्छ भन्दाखेरि चाहिँ कहिलेकाहीँ कुनै सूचना नपुग्दाखेरि चाहिँ भाइलेन्स रोकिन्छ भने त्यो पनि ठिक हो भनेर हिजोको दिनमा मलाई धेरै यस्तो घटनाहरू छ जुन म आफू भन्न चाहन्न, तर त्यस्तो घटनाहरू थाहा छ जहाँ मिडियाको जिम्मेवारी बन्ने गर्दाखेरि यो देशमा धेरै ठुलो चाहिँ दुर्घटना बचेको अवस्था छ। अब आज त्यो फिल्टर छैन। यो फिल्टर नभएको अवस्थामा कसरी यसलाई ह्यान्डल गर्ने भन्ने कुरा हामी त कन्फ्युज छौँ। आज पश्चिमा मुलुकहरू पनि कन्फ्युज छ। तपाईँले याद गर्नुभयो होला, अस्ट्रेलियाले त 16 वर्ष मुनिलाई सोसियल मिडिया ब्यान्डै गर्यो, फ्ल्याट ब्यान्ड गर्यो। अनि अस्ट्रेलिया पनि कुनै नर्थ कोरिया जस्तो देश पनि होइन, त्यो एउटा लिबरल डेमोक्रेटिक देश हो। उसले त्यो किन गर्यो भनेपछि आज साँच्चीकै यो अप्ठ्यारो टाइममा चाहिँ हाम्रो जस्तो विविधतापूर्ण समाजमा एउटा सोसियल मिडियालाई पनि कसरी सञ्चालन गर्ने भन्ने प्रश्न आएको छ। अब हामी सजिलै गरी साक्षरताको कुरा गर्छौँ, बिल्कुल हो, सबैलाई बुझाउनु पर्ने छ के सही के गलत भन्ने कुरा। महिलाले 1 वर्षपछि चाहिँ मलाई 1 वर्ष अगाडि रेप भएको थियो भन्ने कुरामा त त्यो कोही पनि अलिकति अध्ययन भएको मान्छेले के भन्छ भने रेप भनेको एकदमै ठुलो टर्चर हो, त्यसले मान्छेलाई डिप्रेसनमा पुर्याउँछ। हाम्रो जस्तो समाजले स्वीकार्न सक्दैन। बाआमाले चाहिँ रेप भएको सुन्दाखेरि छोरीहरूलाई तिमीहरू चुप लाग हाम्रो बेइज्जत हुन्छ भन्ने खालको धेरै केसहरू हामीले देखेको छौँ। हाम्रो समाजले त्यसलाई कसरी लिन्छ त्यो पनि देखेको छौँ। त्यस्तो बेलामा हामीले चाहिँ अझै आँट गरेर निकालेको छ भन्नुको सट्टा तल त पुरै गाली छ। अनि फेरि एउटा के रुम रिलोडेड भन्ने एउटा ग्रुप छ, हामी यही छ। मैले यहाँ कम्प्लेन गरेँ होइन, तर यो हाम्रो आजको रियालिटी हो। यो रियालिटीमा सोसियल मिडियाको त्यही तपाईँ जर्नलिजमको स्टुडेन्टहरूलाई अझै ठुलो चुनौती कहाँनिर छ भने अब यो देशमा कस्तो खालको अवस्था आइसकेको छ भने हरेक कुराको स्वाइप गर्दै गर्दाखेरि चाहिँ त्यो पेसेन्स कम र कुनै पनि विषयमा चाहिँ त्यो डेप्थमा जान नसक्ने र माथि एउटा साधारण न्यारेटिभ लिएर हामी अगाडि बढ्ने यो खालको कल्चर बढ्दै गएको छ। यो सबैतिर छ। जस्तै सोसाइटी कम्प्लेक्स हुन्छ, यसको इजी आन्सर हुन्छ। इकोनोमिक्स कम्प्लेक्स हुन्छ, यसको इजी आन्सर हो। तपाईँको जर्नलिजममा पनि तपाईँलाई मैले चाहिँ 2 मिनटमा मलाई चाहिँ येलो जर्नलिजम बुझाउनु भन्यो भने तपाईँले बुझाउन सक्नुहुन्न। येलो जर्नलिजम आफैमा एउटा लेसन हो, एउटा च्याप्टर हो, त्यसको एउटा पढ्नुपर्छ, अध्ययन गर्नुपर्छ। येलो जर्नलिजम भने के हो भने तपाईँलाई मैले एक वाक्यमा मलाई बुझाउनुहोस्, टिकटकमा हिट हुने गऱ्यो भने तपाईँ के भन्नुहुन्छ? देश कसरी बन्छ भन्दा सब चोरहरूलाई जेल हालिदिनुपर्छ देश भोलि बन्छ होइन। अब देशको अर्थतन्त्र कसरी बढाउने, के गर्नु पर्यो? सरकारले उद्योग खोल्यो, सबलाई जागिर दियो, बनिहाल्यो देश। जबकि इकोनोमिक्स भनेको आफैमा मान्छेले एक जीवन पुरै लाएर पढ्ने विषय हो, तर हाम्रो समाजको सुन्न सक्ने अब त्यो धैर्य छैन। तपाईँको सरकारले उद्योग चलाएर धनी बनाउन खोजेको एउटा पनि देश सफल भएको छ। यो एकदम बेसिक आइडिया हो कि ह्युमन एभोल्युसनको, थाहै पनि छैन। इभन चाइनाले पनि लिबरलाइज गर्नु पर्यो, इन्डियाले लिबरलाइज गर्नु पर्यो, किनभने ह्युमन नेचरले के भन्छ भने मान्छेलाई इन्सेन्टिभ छैन भने उसले त्यो काम गर्दैन। तपाईँ पढ्न आइरहनु भएको छ, तपाईँको आफ्नै केही इन्सेन्टिभ छ। तपाईँको मोनिटरी इन्सेन्टिभ होला, भोलि जब पाउँछ, सोसियल इन्सेन्टिभ होला, आमाले इज्जत दिन्छ,
अझ त्योभन्दा अझै डिप हिडन चाहिँ ब्याचलरै पास गर्ने भने बाले भोलि अंश नदेला कि भन्ने इन्सेन्टिभ भने यही हो। इन्सेन्टिभले अगाडि बढ्नु यो 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 रियालिटी हो सोसाइटीको, यो इकोनोमिक्सको रियालिटी। तर तपाईँले यो कुरा अब समाजमा बुझाउँदा कसरी बुझाउँ? यसको लागि त अलिकति लामो गफगाफ चाहिन्छ। यो 2 मिनटको टिकटक रिलले बन्ने कुरा होइन। त्यो कुरा कम्प्लेक्स कुरालाई सहज रूपमा ग्रहण गर्न खोज्दा पनि दुर्घटना हुन्छ। तर अब तपाईँहरूलाई च्यालेन्ज के छ भने तपाईँहरूको लामो यसमा बस्ने सुन्नेवाला छैन, किनभने मान्छेको अटेन्सन स्प्यान यसरी घटेको छ कि म आफै पनि यस कलेजमा पढाउँथेँ केही समय अगाडि। एसआइबिएस नै सिनाउनमा थियो, अहिले मानिसको सरेको छ। मेरो स्टुडेन्टहरूलाई अब फोन नचलाऊ भन्दाखेरि म त्यो देख्थेँ, त्यो फोन एकछिन टाढा हुँदाखेरि चाहिँ त्यो छटपटी भइरहेको मैले देख्थेँ। त्यो अटेन्सन स्प्यान त घटेर तल गएको छ। अटेन्सन स्प्यान घटेको अवस्थामा चाहिँ संवाद कसरी गर्ने, बहस कसरी गर्ने, यी सबै कुराले गर्दाखेरि आजको टाइम च्यालेन्जिङ टाइम छ। र म त आफूलाई ओपनली म नन पपुलिस्ट भनेर चुनावमा गएको थिएँ, रिजल्ट पनि त्यस्तै आयो। म ओपनली नन पपुलिस्ट भन्ने चुनावमा गएको थिएँ, किनभने जे पिक्छ त्यही मात्र बेच्ने हो भने त्यो मान्छे चाहिँ राजनीति गर्नु हुँदैन भन्ने हाम्रो धारणा हो। के सही हो भन्ने कुरा पनि महत्त्वपूर्ण हो। तपाईँलाई याद छ भने कुनै बेला एउटा फिलोसफरले चाहिँ यो संसार चाहिँ फ्ल्याट होइन गोलो छ भनेको थियो। यो संसार गोलो छ भनेको थियो। यो संसार गोलो छ भनेको बेला उनलाई चाहिँ विष पिउनु पर्यो। तर त्यो कुरा प्रमाणित 300-400 वर्ष पछाडि भयो। तर संसार त गोलै थियो। त्यो बेलाको समाजले त्यो सत्य स्वीकार्ने आँट गरेन। तर बौद्धिक वर्ग, विशेष गरी शिक्षित वर्गको लागि यो दायित्व के हो भने, मैले मेरो चुनावको बेला पनि मैले एउटा बौद्धिक समाजको एउटा मैले चाहिँ कार्यक्रममा मैले भनेको थिएँ, हामीले कहिलेकाहीँ विष पिएर पनि सत्य बोल्नुपर्छ। जर्नलिस्टहरू यो 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 कुनै पनि समाजको असाध्यै महत्त्वपूर्ण शक्ति बोकेको एउटा पेसा हो। कहिलेकाहीँ भ्युज कमाउला, मान्छेले कम सुन्ला। मैले त अहिले भने एउटा अस्ति एकजना भाइले मलाई भन्दै थियो, दाइ तपाईँको यो तरिकाले तपाईँ राजनीति गर्न सक्नुहुन्न। किन भाइ भनेको, दाइ एउटा इडियट्स ह्यान्डबुक टु पावर छ। इडियट्स ह्यान्डबुक टु पावर त्यो भने के हो भने तपाईँ फ्रन्ट क्यामेरा अन गर्नुहोस्, यो पनि त्यो चोर, त्यो पनि चोर, त्यो पनि चोर, त्यो पनि चोर, सबै खत्तम, सबैले देश लुट्यो भनेर तपाईँ भन्नुहोस्। 5 मिनटमा तपाईँको यति धेरै फ्यान फलोइङ आउँछ कि तपाईँलाई वाह यस्तो पो देशभक्त, वाह यसले चलाउनुपर्छ देश। तपाईँलाई एउटा मन्त्रालय पनि दिन्छ, यो भाइ राम्रो बोल्छ, सूचना तथा सञ्चार मन्त्री यसलाई भन्नुपर्छ भनेर दिइहाल्छ। तर अब मैले नेपालको जिडिपी पर क्यापिटा 1450 छ। हाम्रो सबैभन्दा अनट्रेन्ड वर्कर पनि आजको दिनमा जाने ठाउँ मलेसिया हो। मलेसियाको 14,000 छ जिडिपी पर क्यापिटा। हामीभन्दा 10 गुणा धनी देश छ। हामीसँग तत्काल बेचेर धनी हुने खेल पनि छैन। हामीसँग तत्काल बेचेर धनी हुने हाइड्रो पावर पनि तपाईँको त्यो 38-39,000 मेगावाट हो, त्योभन्दा बढी हो। त्यो एकैचोटि बेच्दाखेरि हामीले 8 देखि 10 बिलियन डलर आर्जन गर्दो रहेछौँ। त्यसले हाम्रो $450 जति जिडिपी पर क्यापिटा बढाउँछ। टुरिज्मलाई पनि हामीले फुल एक्सट्र्याक्ट गर्ने हो भने रियालिटी त यो। तर मैले यस्तो सुन्दर देश छ, चराले चाहिँ बिस्टाउँदाखेरि पिपल उम्रिन्छ, यो छ ऊ छ भनेर दिएँ मैले भने सम्भवतः त्यो बढी बिग्छ। तर त्यो बिग्दै गर्दाखेरि गरेर त यही हो, आखिर ढुकुटी त्यही हो, आम्दानीको स्रोत त्यही हो। त्यही कारणले कस्तो हुन्छ भने यसले फ्रस्ट्रेसन लिएर आउँदै गर्छ र सत्यको राजनीति मरेर जान्छ। म पनि राजनीतिज्ञ हुँ, के समय त म पनि भिडौँला। अब यस्तै गरी सुनामी आइरह्यो भने त मैले पनि मेरो फेरि टेक्निक चेन्ज गर्नु पर्ला। मेरै टिमभित्र केही साथीहरू भनिरहेछ, त्यही पपुलिस्ट गेम नखेलिकन हुँदैन भन्छन्। अब त्यो द्याट इज नट मी, म होइन। र त्यो मलाई गर्नु छैन। सत्य बोल्दा बोल्दै चुनाव हार्यो भने हारिएला भन्ने हुन्छ। त्यही कारणले गर्दाखेरि यो न्यू मिडियाको अहिलेको चुनौती ठुलो छ। अब सत्य महत्त्वपूर्ण होइन, शक्ति मात्र महत्त्वपूर्ण हो भन्यो भने यस्ता शक्तिशाली नेताहरू संसारमा धेरै आएका छन्। कति कस्तो कस्तो साम्राज्य गयो, कस्तो कस्तो शक्तिहरू चाहिँ पराजित भयो। त्यही कारणले गर्दाखेरि आजको यहाँहरूकोसँग मलाई अझै धेरै बस्न मन थियो। यहाँहरूको कुरा पनि सुन्न मन छ मलाई। अहिले प्रश्न पनि गर्नु होला, यसमा हामी अझै डिप जाउँला। तर आजको यो चुनौतीलाई चिर्ने भनेको अब एक एउटा तरिका हामीले अब यसमा ठुलो च्यालेन्ज के छ भने सरकारलाई अधिकार दियो सोसियल मिडियालाई चाहिँ सेन्सर गर्ने भन्यो भने त्यो पनि डेन्जरस हो हैन। डेन्जरस हुन्छ फेरि। अब अधिकार नदियो, महिलाहरूले त बोल्नै नसक्ने वातावरण निकाल्दैन जस्तो भयो यहाँनिर।
मेरो पार्टीको विरुद्ध कोही महिलाले बोल्यो भने उसलाई त सकाइदिने कमेन्ट। सबैजना दिदी बोल्यो भने उसलाई डेमोक्रेसीले त माइनोरिटीलाई पनि रेस्पेक्ट गर्नु पर्यो। म कहिले के सोध्छु होइन, म एउटा पार्टीको मान्छे भएँ, हामी यो चुनावमा दोस्रो भयो, एउटा पार्टीले 50 लाख मत लिएर आयो, तर उहाँहरूले सबैभन्दा ठुलो भिलेन प्रोजेक्ट गरेको यो देशमा जुन पार्टीलाई छ त्यो पार्टीको पनि 13.5 लाख भोट आएको छ। 13.5 लाख भोट, 13.5 लाख भने सोच्नु त एकछिन, युरोपको अधिकांश देशभन्दा चाहिँ ठुलो पपुलेसन हो यो। ती पनि नेपाली नै होला आखिर। भनेपछि डेमोक्रेसी भनेको माई वे और हाइवे हुँदैन। यसमा तपाईभन्दा भिन्न विचार राख्नेहरू हुन्छन्, तपाईभन्दा फरक मत राख्नेहरू हुन्छन्, तपाईले समेट्नै पर्यो। एक तरिकाले भन्यो भने पोलिटिक्स अफ कम्प्रोमाइज नै हो डेमोक्रेसी भनेको। त्यही कारणले गर्दाखेरि यसमा चाहिँ मलाई के लाग्छ भने आजको दिनमा यो टलरेन्स जुन हाम्रो पूर्वीय दर्शनको सबैभन्दा महत्त्वपूर्ण चाहिँ पिलर हो, हामी टिकैकै टलरेन्स दियौँ सहिष्णुता। त्यही भएर त यत्रो चाहिँ 10 वर्षसम्म चाहिँ हिंसा भएको देश पनि एकैचोटि तपाईँको शान्ति प्रक्रियामा जान सफल भयो। नत्र यस्तो खालको हिंसा भएको देशहरू प्रति हिंसामा गएको कति धेरै उदाहरण छन् संसारभरि रियाक्टिभ हिंसा। त्यही कारणले गर्दाखेरि यो चाहिँ अप्ठ्यारो समय हो। अब जेन्जी आन्दोलनको जुन अवस्था थियो त्यो बेला पनि अब हाम्रो पार्टीको त्यो बेला जो तत्कालीन लिडरसिप हुनुहुन्थ्यो, हामी यसबाट भागेको होइन, यसको प्रमाण पनि छ। जीवन दाइहरू चाहिँ म यहाँ आउँछु। हामी कुनै पार्टीमा मान्छे किन लाग्छ भन्दाखेरि चाहिँ एउटा फिलोसफी हुन्छ, एउटा वर्ल्ड भ्यू हुन्छ। म संसारलाई कसरी हेर्छु, म इकोनोमीलाई कसरी हेर्छु, म सोसाइटीलाई कसरी हेर्छु, यही दुईटाको सम्मिश्रणले चाहिँ मान्छेको पोलिटिकल भ्यू बन्छ। जस्तै मोडल लिबरल हुनुको अर्थ के हो? मलाई के लाग्छ भने मान्छेले अर्कालाई हानि नगरुन्जेलसम्म आफ्नो म्याक्सिमम पर्सनल फ्रिडम उसले प्रयोग गर्न पायो। जस्तै अमेरिकामा भनिन्छ एउटा योर फ्रिडम एन्ड्स एट द टिप अफ माई नोज भन्छ कि, यहाँसम्म तपाईँको फ्रिडम हो, तपाईँले यो छोएपछि मेरो फ्रिडम हनन् भयो। योर फ्रिडम एन्ड्स एट द टिप अफ माई नोज भन्छ कि होइन। र मलाई के लाग्छ भने मान्छेले म्याक्सिमम पर्सनल फ्रिडम प्रयोग गर्न पाउनुपर्छ। जातपातको कुनै विभेद हुनु हुँदैन होइन, समानता हुनुपर्छ। यो सबै मेरो वर्ल्ड भ्यू हो। मेरो इकोनोमिक भ्यू पोइन्ट के हो? मलाई के लाग्छ भने कुनै पनि देशले आफूलाई समाजवादी भन्नै पर्दैन। जब राज्यसम्म पैसा आउँछ उसले बाँड्ने नै हो। अमेरिकामा सोसियल सिक्युरिटी कार्ड हुन्छ होइन, तपाईँको युए यो खाडी मुलुकहरू कसैले आफूलाई समाजवादी भन्छ भन्दैन। तर तेल बेच्छ पैसा आउँछ, पैसा आएपछि के भने बाँड्ने नै हो। हेल्थ केयर फ्री छ, मान्छेले इम्प्लोइमेन्ट लिएको छ। तर पैसा ल्याउने कसरी? ढुकुटीमा पैसा आउँछ चाहिँ कसरी, इकोनोमी कसरी बढाउने, यसबारेमा छलफलै नगर। नेपालले के गरी यदि पैसा कमाउने हो जसले गर्दा हामीले हाम्रो हेल्थ केयर चाहिँ अफोर्ड गर्न सकौँ। आज बिमा कार्यक्रम समस्यामा छ, त्यहाँ कहाँबाट पैसा ल्याउने भन्ने कुरै छैन। आज पनि हामी लोनले चलिरहेका छौँ। पैसा आउँछ चाहिँ कसरी? तपाईँले सुन्नुभयो होला कहिले होइन, नयाँ नेताहरू आउँछ अहिले पनि। म यो कुरामा चाहिँ डिसपोइन्टेड छु, मेरो जेनेरेसनसँग पनि। जो पनि आउँछ समानताको मात्रै कुरा गर्छ। ठिक छ, समानताको कुरा गरौँ, त्यो महत्त्वपूर्ण हो, तर पैसा ल्याउने कसरी, त धनी हुने कसरी? हाम्रो हस्पिटल सुधार्न त पैसा आएन, हाम्रो शिक्षा प्रणाली सुधार्न पनि पैसा चाहिन्छ। आज तलब त मागेर खुवाउनुपर्ने अवस्था छ। देशको ढुकुटी बढाउने कसरी? जेमा पनि ट्याक्स लगाइरहेको छ 30% 40%। त्यही कारणले गर्दाखेरि हाम्रो बिचमा यो छलफल पनि भएको छैन। म एउटा लिबरल हो भनेको के लाग्छ मलाई भने व्यापार गर्ने सरकारको काम होइन, निजी क्षेत्रको काम हो। सरकारको काम नियमन गर्ने हो, ट्याक्सबाट लिने हो, त्यहाँबाट देश चलाउने हो। यसले मेरो के भन्छ, यसले मेरो वर्ल्ड भ्यू बनाउँछ। त्यही भएर म चाहिँ कुनै एउटा पार्टीको मेम्बर यो कारणले भएको। मैले नेपाली कङ्ग्रेस हानेको किन हो भन्दाखेरि मेरो यो मेरो एजेन्डा हो, मेरो आइडिया अफ नेपाली पार्टीको आइडिया अफ नेपालसँग मिल्छ। त्यही भएर म यहाँ लागि परेको। त्यसले गर्दाखेरि हामी त अलरेडी एउटा पार्टीसँग जोडिएको थियौँ। त्यहाँभित्र बसेर सुशासनको पक्षमा हामीले लगाएका नारा पनि खासै काउन्ट गरेन। जेन्जी आन्दोलनमा एक खालको चाहिँ वितृष्णा थियो, त्यो वितृष्णा चाहिँ जायज थियो। त्यसभित्र चाहिँ त्यो आक्रोश पनि जायज थियो। तर त्यो आक्रोश जसरी पोख्यो त्यसमा पनि प्रश्न गर्ने ठाउँहरू त होलान् पक्कै पनि। अब कार्की आयोगको प्रतिवेदन सरकारले निकालिदियोस् पढौँ भनेको, अहिलेको जनआस्थाले निकालेको कुरा पढिया छ। अब त्यो कतिको सही हो कि होइन पनि थाहा छैन। र 24 गतेको पनि मैले पढ्न खोजेको, 24 गतेको त्यति राम्रो रिपोर्ट पनि लेखिएको छैन। होपफुली लेखियोस् कुनै दिन। र यो सबै कुरामा गएर के भएर जोडियो भन्दाखेरि चाहिँ मिडियामा
एउटा ट्रेन्ड सुरु भयो टिकटकमा, विशेष गरी टिकटकमा जुन त्यो ट्रेन्ड थियो त्यसमा म चाहिँ हेरिरहेको थिएँ। तर त्यसमा मेरो सबै कुरामा समय, तर एउटा कुरा कस्तो लाग्यो मलाई भने अब एकजना प्रमोद मिस नेपाल हुनुहुन्थ्यो बिचरा, उहाँ आफै पनि एउटा सफल मान्छे हो। त्यसमा चाहिँ मलाई के लाग्यो भने त्यो त्यहाँ पनि फेरि अलिकति मब जस्टिसवाला कुरा भयो जस्तो मलाई लाग्यो। नेताको छोराछोरी केही थियो होला, तर जसमा चाहिँ जसरी त्यो अट्याक भयो, अब यसमा धेरै नजाउँ, फेरि म फेरि युट्युबर भ्लगरतिर पुग्छु, त्यता म पुग्न चाहन्न। अब फेरि म चाहिँ यङ पोलिटिसियन भएको हुनाले यो सबै कुरा पनि अलिअलि आइडिया भएको हुनाले कुरा गर्न सजिलो भयो मलाई होइन। तर प्रब्लम के आयो यहाँनिर भन्दाखेरि मलाई के लाग्छ भन्दाखेरि चाहिँ एकैचोटि त्यसले वेभ जस्तो क्रिएट गर्यो, आक्रोश जायज थियो। त्यसपछि जे भयो त्यसमा म धेरै गइनँ, तर त्यसमा मिडियाको, मेनस्ट्रिम मिडियाको शक्ति कति कम भएर गएछ, नेपालमा चाहिँ मिसलिड गर्न कति सजिलो हुँदो रहेछ भन्ने कुरा चाहिँ अब हाम्रो यो लिक भएको काकी आयोगको प्रतिवेदन जुन छ त्यसले 4-5 जना इन्फ्लुएन्सरहरूलाई कोटै गरेर चाहिँ नि उहाँहरूको गल्ती भनेर कोट गरेको छ, त्यहाँबाट पनि थाहा हुन्छ। अब यसमा हामीले के गर्ने भन्ने कुरामा अब एल्गोरिदमको गेम केही समय जानेवाला छैन। एल्गोरिदम इज एल्गोरिदम। अब एल्गोरिदमको अर्को समस्या के छ, एल्गोरिदमले एकदमै धेरै रिस र घृणालाई चाहिँ पुश गर्छ। किन पुश गर्छ भने त्यसले तपाईँलाई काहीँ न काहीँ चाहिँ तपाईँलाई चार्ज अप बनाइन्छ। जस्तै अब मलाई अहिले मेरो साथीले 2 मिनटको भिडियो बनाउँदा कसरी बनाउनु भन्छ भने अगाडि थ्रेड देखाइदिने, तपाईँको देश खतरामा छ बाट सुरु गर्ने, अनि बल्ल मान्छे 30 सेकेन्ड हेर्ने भयो। तपाईँको देश लुटिसक्यो, अब मान्छेले 30-40 सेकेन्ड हेर्ने भयो। किन? त्यसले तपाईँको त्यो इमोसन जगाइदिन्छ, जुन इमोसनले गर्दाखेरि तपाईँ चाहिँ त्यो डर मान्नुहुन्छ र त्यसलाई तपाईँले अलिक लामो टाइमसम्म हेर्नुहुन्छ, तपाईँको थ्रेड जगाइदिन्छ। नेक्स्ट भनेको घृणा, हेट। तपाईँलाई कसैप्रति घृणा छ, मान्नुहोस् तपाईँलाई अहिले एउटा पार्टीप्रति घृणा छ, धेरै युवाहरूलाई छ। अब त्यो घृणा भइसकेपछि के हुन्छ भन्दाखेरि चाहिँ त्यहाँनिर हामी गएर राइट र रङ छुटाउने भन्दा पनि यसलाई पऱ्यो ठिक्क पऱ्यो। एउटा केटीले कुनै एउटा नेतालाई समर्थन गरेको भरमा उसले यति धेरै गाली खाइरहेछ पर्सनल, त्यसमा पनि मान्छे के भन्दाखेरि ठिक्क पऱ्यो, कसले त्यसलाई समर्थन गर्नुभयो परेको भनेको थियो त। मान्छे तपाईँले नचाहेको मान्छेलाई समर्थन गर्ने त जहिले पनि हुन्छ, त्यो त स्वाभाविक कुरा। तपाईँलाई मन नपर्ने मान्छेहरू पनि यो समाजमा हुन्छ, तर त्यसलाई पनि कसरी ट्रिट गर्ने भन्ने तपाईँ सोच्नुहुन्छ, त्यसले तपाईँको व्यक्तित्व चाहिँ जनाइरहेको हुन्छ, त्यसले तपाईँको वर्ल्ड भ्यू चाहिँ बिल्ड गरिरहेको हुन्छ। तपाईँलाई मन नपर्ने मान्छे त जहिले पनि हुन्छ। अब के हुन्छ, घृणाले चाहिँ त्यो भिडियोलाई अझै बढी ठाउँ दिने भयो। र तेस्रो एकदमै महत्त्वपूर्ण कुरा होप, यो पोजिटिभ, केही न केही राम्रो हुन्छ, राम्रो हुँदैछ। यो हिजोको दिनमा जब मेनस्ट्रिम मिडिया पावरफुल थियो, सबैभन्दा पावरफुल पोलिटिकल इमोसन चाहिँ होप थियो। हेट्रेड र फियर थिएन, होप थियो। तर न्यू मिडिया आइसकेपछि होप चाहिँ कमजोर पोलिटिकल थट प्रोसेस भयो। होपवाला भिडियोमा अब ट्र्याक्सन कम हुँदै जाने खालको अवस्थामा, त्यसले गर्दाखेरि यसमा डर छ। अब म धेरै नेगेटिभमा हुन चाहन्न, तर एल्गोरिदमको प्रभाव अझै बढ्दै नै जान्छ, अझै बटहरू बढ्दै नै जान्छ। अब यसलाई मलाई थाहा छैन सरकारले चाहिँ अब चाहिँ स्कुलमै गएर चाहिँ मिडिया लिट्रेसी, सोसियल मिडिया लिट्रेसीको ट्रेनिङ दिने हो कि यहाँ हामीले अस्ट्रेलियाको बाटो गएर 16 वर्षसम्मकोलाई चाहिँ ब्यान गर्ने हो कि। तपाईँलाई थाहा छ कि छैन, युट्युब र मेटा र एल्फाबेट दुईवटा मुद्दा लागेको थियो, मुद्दा हारे नि थाहा पाउनुभयो अमेरिकामा। एडिक्सनवाला चाहिँ कन्टेन्ट, त्यो एल्गोरिदममा चाहिँ एडिक्सन जानी मान्छेलाई एडिक्ट बनाएर चाहिँ यो मेन्टल हेल्थमै प्रब्लम लिएर आयो भनेर चाहिँ एउटा चाहिँ केस हारेको छ अहिले भर्खर गुगल र एल्फाबेटले। हुन त उनीहरूले अपिल गर्छु भनेको छ अप्पर कोर्टमा। त्यस्तो हो र त्यसले साँच्चीकै मानसिक रोग निम्त्याउँछ भने त सायद हामी पनि अस्ट्रेलियाको बाटोमा जानुपर्छ कि। यसमा तपाईँले छलफल गर्नु होला, तपाईँसँग फेरि पुनः एकचोटि चाहिँ यसमा पनि कुरा गर्न होला। तर अब बाँकी हाम्रो अरू समस्याहरूलाई चाहिँ हामीले निरन्तर संवाद रूपमा कसरी अगाडि बढाउनु, कसरी यो समाज चाहिँ फरक मतको लागि र माइनोरिटीहरूको लागि। जस्तै अहिले एउटा पपुलिस्टले के गर्छ भन्ने कुरा म तपाईँहरूलाई भन्छु। पपुलिजमले के गर्छ भने माइनोरिटीलाई अट्याक गर्छ क्या, हरेक खालको माइनोरिटीलाई। किन? मेजोरिटीको सपोर्ट पाइन्छ होइन। जस्तै मैले एउटा व्यापारिक समूहलाई चाहिँ देशद्रोही चोर भनेर गाली गरेर के हुन्छ, व्यापारिक समूहसँग पैसा आउँछ, अधिकांश पैसा कम भएको हुन्छ, त्यो गाली गर्दाखेरि त्यो चाहिँ मेजोरिटीको सपोर्ट पाउने भयो। अब एउटा समूह ल भनौँ, अब तपाईँलाई चाहिँ सबैभन्दा सजिलो भनेको नेपालमा सबैभन्दा सजिलो तरिकाले देशभक्त हुने कसरी भन्दाखेरि माडवाडी समुदायलाई गाली गरेको।
ओपनली भन्छु नि यो त हैन। त्यति गाली गरिदियो भने तपाईँले ताली पनि पाउनुहुन्छ, तपाईँले एउटा ठुलो समूहको चाहिँ समर्थन पाउनुहुन्छ। मानिलिउँ यो देश चाहिँ उनीहरूले लुटेको भनेर, तर रियालिटीमा हेर्ने हो भने यो देशमा कुनै एउटा राजाले चाहिँ हाम्रो देशमा आएर चाहिँ हाम्रो देशमा आएर चाहिँ व्यापार गरिदियो भनेर बोलाएर इन्भाइट गरेको कम्युनिटी हो त्यो। नियमन गर्न नसक्नु त सरकारको कमजोरी होला नि त, तर गरिदिने कि त्यो समुदायलाई नै भिलेन बनाइदिने। जस्तै तपाईँको रेपको घटना कति छ र फेक रेपको घटना, फेक एलिगेसनको घटना कति छ? मलाई लाग्छ 10,000 को मान होला। अझ कति रेप केसेसहरू त रिपोर्टै हुँदैन। तर त्यो 9,999 मा मतलब छैन। त्यो 1%लाई, त्यो एउटा केसलाई चाहिँ हाइलाइट किन गरिन्छ भन्दाखेरि समाजमा अलिकति ठुलो बोल्न सक्ने, लाउड बोल्न सक्ने त फेरि पुरुषहरू, उनीहरूलाई इम्प्रेस गर्न के गरिन्छ, महिलाहरूले चाहिँ झुटो आरोप लगाउँछन् रेपको भनेर जबरजस्ती त्यो खालको चाहिँ अहिले तपाईँले हेर्नु होला यो कुरा एकदम बढेर गएको छ। भनेपछि के हुन्छ भने त्यो माइनोरिटीलाई अट्याक गरेर मेजोरिटीलाई खुसी बनाउने काम पपुलिजमले गर्छ। तर मान्नुहोस् संसारमा जतिवटा देशमा पनि पपुलिजमबाट उदाएका सत्ता छन्, पपुलिजमले उदाएको सत्ताहरू छ, सरकारहरू छ, त्यसले यो संसारमा हिंसा नै मचाएको छ। चाहे तपाईँ त्यसमा हिटलरको कुरा गर्नुहोस् या अहिले नाम लिन तपाईँले बुझिहाल्नु मध्य पूर्वमा यस्तो किन भइरहेको छ आफै बुझिहाल्नुहुन्छ। त्यही कारणले यो डाइभर्स सोसाइटीमा मिडियाको रोल राइट इन्फर्मेसन दिने मात्र होइन, हाम्रोमा चाहिँ टलरेन्सलाई प्रमोट गर्ने पनि हुनुपर्छ। अब यहाँहरूलाई यो चाहिँ म योभन्दा बढी दिन अब रेस्पोन्सिबल लिडर हुनु पर्यो, मलाई तत्कालको लागि फाइदा हुन्छ भनेर मैले त्यो न्यारेटिभ फाल्नु भएन। मलाई अहिले चुनाव जित्नलाई सजिलो हुनलाई मैले धेरैवटा बाटो अप्नाउन सक्थेँ अस्ति, अप्नाएँ। किनभने पत्रकारिताको जसरी धर्म हुन्छ राजनीतिको पनि धर्म हुन्छ। राजनीतिको धर्म पालना हामी गर्न खोजिरहेका छौँ। पत्रकारिता यहाँहरूको लागि चुनौतीपूर्ण समय छ। त्यही भएर अब जिम्मेवार तवरले पेस हुनु होला। मैले यो पनि पढेँ र यसमा म थप छलफल पनि गर्नेछु, म मेरो टिमसँग पनि सेयर गर्नेछु र त्यहाँ पनि तपाईँहरूको यो चाहिँ दस्तावेजको बारेमा हामी छलफल गर्नेछौँ। मलाई यहाँ बोलाइदिनु भएकोमा म कलेज प्रशासनलाई धन्यवाद दिँदै मेरो छोटो मन्तव्य यति गर्छु। धन्यवाद। जय हिन्द।